गाइस अब हामीले चाहिँ आफ्नो रुमबाट चेकआउट गरिसकेको छौँ। हामी चाहिँ मोटरबाट चेकआउट गरिसक्यो हैन। काइन्ड अफ रफ डे हैन अहिलेसम्म पनि हैन। हामी वलमार्ट आएको छौँ। हाम्रो टेन्ट किन्नु बाँकी छ, खानेकुराहरू किन्नु बाँकी छ, किनकि आजदेखि नो होटेल सक्यो होटेल। अब हामी आज राति क्याम्पिङ गर्ने। आज क्लाउडी छ हल्का, राति होपफुली हल्का क्लाउडहरू के अरे पानी सार्न नपरोस्, पानी सार्न नपरोस्। क्लाउड हल्का सक्यो भने चाहिँ वी विल बी अब तारा हेर्ने सोचिरहेको छौँ होइन। तारा हेरौँ के हुन्छ होइन। बेसी के हुन्छ काट ल्याउनु पर्ने। हामी चाहिँ वालमार्टमा आएको छ होइन। Thank you. Two hours later. A few moments later. राधा सो हामीले चाहिँ लस्ट लेकको लिइसकेको छ गाइस, रिसिटहरू सबै होइन। रेडी ला भाइ। सो अब हामी जाँदैछौँ लास्ट लेक। वेलकम टु लास्ट लेक गाइस। अनि लाभारे केटा ह्यान्डसम लाग्यो रे। ढाड दुख्यो गाइस यत्रो राइड हान्दा हान्दा। ठिक छ ठिक छ। ए पछाडि गाडी रहेछ नि त केटा, त्यही भएर निस्किनु हाल्नु पर्ने रहेछ। पार्क हान्नु क्या फुल छ र त पार्क हान्नु 15 मिनट मात्र हो।
हाल्दै 15 मिनट चाहिँ छिटो निस्किदियो होला ल गाइज वी फाइनली मेड इट टु लस्ट लेक है लस्ट लेक आइसकेको छौँ जस्तो लागेको छ लाग्यो तिमीलाई ड्राइभर थाकेर बिचरा थाकिसके यत्रो राइड हान्दा हान्दा अहिले थाक्नुपर्छ गाइज केही छैन अब ओए पानी त के कस्तो राम्रो छ त है ओए ठाउँ त कस्तो राम्रो अहिले हेर्न जानुपर्छ गाइज है सुरुमा चाहिँ हामी हाम्रो क्याम्पिङको चाहिँ उस गर्दै हाल है ओए किन यति राम्रो लाग्यो है सो एकोमोडेसन्स बोट रेन्ट सबै यहीँ रहेछ गएर सोधौँ अब चाहिँ होइन बेसी ठाउँ त कस्तो राम्रो हेर त तर त्यही माथि काम थोरै खरको वरिपरि होइन हामी जस्तै धेरै पो आएको छ तल नि पछाडि गाडी आएर छैन बेस्ट कति हिँड्ने हो केटी यहाँ चाहिँ खाइयो चाहिँ खाली जस्तो लाग्यो तलको चाहिँ हिँडौँ हेरौँ ल ग्रुप साइड हुन्छ यहीँ फिक्स गर न त यहीँ चाहिँ केटा खाली छ फिक्स गर त्यहाँ क्याम्पिङ राख्ला होइन हेर्दैन त्यो माथि छौ त्यो माथि होइन यहीँ फिक्स गरौँ केटा भए हेर त आगो बाल्ने ठाउँ छ ट्याक्कै त्यो लेख्छ लेखेर यहीँमा लेख्छ हेर्नु यहाँ जानुपर्छ लेख म लिएर आउँछु कता पो राखेँ मैले गाडी नजिकै राखेँ जस्तो लागेको थियो होइन ठाउँ एकदम राम्रो छ त्यो वर्ड्स यताको क्याम्पिङ साइड सबैले रिजर्भ गरेको रहेछ होइन त्यो क्याम्पिङ साइड हामी यहाँ भनिरहेको थियौँ माथि चाहिँ होइन तर नगर्ने चाहिँ हाम्रो गाडी गाएछ गाडीमा चाहिँ सिनेमेटिक हान्दैन ठिक छ यहाँबाट पनि हान्नु हुँदैन अन्त गरौँ गाडी सुरुमा गरौँ होइन अब गाडी साइड यसो देखाइदियो भने हामी उता गएको के गरौँ भनेपछि उहीँ गरेर अब चाहिँ गाडी We're heading to Lock Lake, guys. हाम्रो क्याम्प साइडबाट है के छ राम्रो यहीँ राम्रो छ त कति राम्रो हेर त है अनि ओए पानी हेर्दै यहीँ पानीमै छुलो मिल्ने रहेछ भाइ ओए कस्तो राम्रो मिला भाइ पानी छ गाइस सब गाइस हामी चाहिँ अब लस्ट लेकमा आइसकेको छ एज यु क्यान सी द भ्यू एट द ब्याक सो वी जस्ट मेड आवर क्याम्प साइड होइन अब हामीले चाहिँ एउटा क्याम्प साइड फिक्स गरिसकेको छौँ अनि देन हाम्रो चाहिँ यहीँ माथि हो अनि हामी माथिबाट चाहिँ टक्क क्याम्प स्याम्प लगाएर अनि त क्याम्प रजिस्टर गर्न जानुपर्ने हुन्छ अनि चिलसिल उडिरहेछ मस्त गाइस हो तिमी जाऊ So guys, हाम्रो टेन्ट भइसकेको छ है जस्ट है भर्खर आइसक्यो यो चाहिँ हाम्रो टेन्ट है लाभा उता छ बिडेसिडी गर्दैछ हाम्रो टेन्टको टेन्ट एकदम राम्रो भइसकेको छ कलर पनि हाम्रो ग्रिन है हरियालीमा हरियो कस्तो लाग्यो केटा एकदम खुसी लागिरहेको छ एकदमै खुसी लागिरहेको छ आइ एम भेरी ह्याप्पी वी मेड इट दिस फार विथ दिस यो हालतमा है यो हालतमा आएछ एक्सपिरियन्स एट अल नो एक्सपिरियन्स होइन फर्स्ट टाइम होइन च्याट जिपिटीलाई भरोसा गर्दै फिल हालिरहेको छ होइन लेसी अब कति राम्रो हुन्छ अझै बाँकी नै छ आजतिर एकदम वर्दी गराउ होइन यो आकाश खुल्ला छ तर क्लाउडी छ कि नबेल स्टारहरू हेर्नुहुन्थ्यो आराम चाहिँ भिडियो सुटिङ गर्नु छ होइन लेक अरूभन्दा पनि लेक छेउमै छ है
लेक चाहिँ हाम्रो चाहिँ छेउमै छ ग्लेयर होइन लेक छेउमै छ कि अरन्द खुट्टा सुट्टा भिजाएर बस्नु मन आउँछ होइन ह्यामक स्याम्पी छोडेर बस्ने हालत क्या ठाउँ रहेछ होइन बस्नु बस्नु रमाइलो गरेर त्यही गाइस एकदम रमाइलो हुन्छ अब चाहिँ हामी म्याट्रेसहरू लिएर सबै लिएर फिक्स गर्छौँ थ्याङ्क यू हेलो गाइस हामी चाहिँ क्याम्पिङ टेन्टहरू सबै राखिसक्यो होइन हाम्रो ठाउँहरू सबै सेट भइसक्यो तर एउटा प्रब्लम पऱ्यो के प्रब्लम पऱ्यो लाभाइ हाम्रो लाभाइ भन्छ अब चाहिँ हाम्रो प्रब्लम के पऱ्यो चाहिँ हाम्रो लाभाइ भन्ने के प्रब्लम पऱ्यो लाभाइ हाम्रो प्रब्लम चाहिँ साह्रै ठुलो प्रब्लम पऱ्यो गाइस हामीले चाहिँ अब यो ठाउँमा फायर गर्न नजाने अरे तर हामीले चाहिँ फायर गर्न भनेर मासु सासु ल्याएर आएर होइन सौचो ल्याएर पकाएर खाने भाँडा साडा ल्याएर आएको थिएँ अब आगै बाल्नु मिल्दैन अरे अब स्टप किन्ने ठाउँ पनि छैन यहाँ अनि पसलमा पनि स्टप भएन छ स्टप सत्र महँगो छ महँगो होइन रेन्टमा मात्रै दिनु मिल्छ अरे हो किन्न चाहिँ मिल्दैन रहेछ जस्ट प्रोपेन ग्यास मात्रै रहेछ हामीसँग अनि सो अब त्यो चाहिँ अलिकति गाह्रो पऱ्यो अब आज बेलुका के खाने भन्ने कुरामा त उसले चाहिँ त्यो त लास्ट दुविधा हो बेलुका के खानु किनकि मासु छ सबै मासु पकाउने छैन लेट्स सी व्हाट ह्यापन्स होइन यो होइन ठाउँ चाहिँ राम्रो छ तर जङ्गलबाट कस्तो राम्रो है हेर त के थियो कस्तो राम्रो त्यहाँ जाउँ नि यार त्यो रुखमा हेरौँ म यसो गराउँछु त्यहाँ फोटिन्छ ल भाइ कस्तो दामी रुखमा त हाइट कप्लुक म छिर्छु होला त कस्तो दामी रहेछ छिर्दैन म छिर्दैन लाभा चाहिँ छिर्छ चाहिँ तर छिर्छ लाभा स्योर छोड्यो 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 हामी चाहिँ यता भित्रमा गाइस त्यही लास्ट राम्रो छ लास्ट राम्रो छ त्यही चाहिँ आमा है आमासँग राखेर मान्छेहरू है आनन्दले बसिरहेको छ यहाँ लास्ट राम्रो छ आइएम रियली ह्याप्पी विथ माई मेड टु दिस प्लेस यो ठाउँ हेर्नको लागि हामी उता टाढाबाट आएको यो ठाउँ देखेर नै आएको हो हुनु पनि ठाउँ त राम्रो पनि लाग्यो खुसी पनि लाग्यो होइन रमाइलो छ लेक एकदम क्लियर छ पानीको आवाजहरू शान्त छ गिटार छ अब तपाईँ गिटारसित बजाउन हामी एकैछिन रमाइलो गर्नुपर्छ त्यो लाभा पछाडि छ हामी चाहिँ भर्खर चाहिँ गाडी राखेर अब चाहिँ यहाँ माउन्ट हुडको एकदम राम्रो भ्यू हेर्न आएको होइन यहाँ डे युजमा चाहिँ होइन भर्खर आएको लाभाले चाहिँ यहाँ गिम्बल सेटअप गर्दैछ लाभाइ लाभाले गिम्बल सेटअप गरिसकेपछि चाहिँ वी विल सी माउन्ट हुड एकदम राम्रो भ्यू छ होइन मलाई चाहिँ ड्रोन लिएर आउनु मन लाग्यो तर के गर्नु चाहिँ गाडीमा बस्ने अनि यता ड्रोन लिएर ड्रोनबाट चढाउने ड्रोन चाहिँ ह्यान्ड नगर्ने केटा के कसो ठाउँ चाहिँ एकदम राम्रो छ ठाउँ चाहिँ एकदम राम्रो छ होइन पहिला ठाउँ चाहिँ गरौँ होइन अनि जाउँ न त पार्किङ यो बेलुकासम्म टाइम छ हाम्रो होइन ठाउँ एकदम राम्रो छ हामी रियली ह्याप्पी लाखो भाइ चाहिँ ह्याप्पी होला है वल्छ ह्याप्पी छ आगो बाल्नु नपा भन्नुहोस् तर बालौँ हेरौँ के हुन्छ होइन सुमिलाएर त्यस्तो सानोतिनो होइन के सही गाइस होइन जिन्दगीमा त्यति चाहिँ हुनुपर्छ ठिक छैन सो एकदम राम्रो छ मान्छेहरू रमाइलो गरेर बसिरहेको छ हेरौँ नि वरिपरि मान्छेहरू छ ठाउँ एकदमै राम्रो छ यहाँ अझै सिनेमेटिक गरेर पर्ने हो रेडी ल भाइ तिम्रो रेडी हो है आऊ ल लाभाइ गर्नु चाहिँ हामीले गरौँ है ल भाइ छिटो झन्डु माम ओ माई गड भ्यू त के हो केटो भ्यू त ओ माई गड छ त्यहाँ राइट भ्यू चाहिँ गाइस छैन हाउस लागिरहेको छ पानी चिसो मलाई पढ्नु एकदम मन छ होइन तर पढ्नु पाइरहेको छैन बेसी इफ एनीबडी इज स्विमिङ कसै कोही पढिरहेको छ भने हामी पढ्नु स्योर होइन भ्यू पोइन्ट इज सो ओ माई गड गाइस भ्यू पोइन्ट हेरौँ है द्याट्स द भ्यू द्याट्स द प्लेस सेल्फ है हल्का ढाकिरहेको छ बादल तर कस्तो राम्रो छ है हिउँस्यु है एकदम राम्रो ठाउँ छ ओ माई गड राइट कोही पढेको पनि छैन है हाम्रो हाम्रो एकदम उतातिर छ हाम्रो क्याम्पिङ साइड चाहिँ धेरै टाढो छ है लास्ट राम्रो है ठाउँ त ओ माई गड हामी नाच्दै बस्छौँ गाइस नाच्दै ठाउँ डेन्जर रहेछ नि हाइट ओए केटा हेर त बस बस यहाँ ठाउँ त कति राम्रो यार That's the view itself. कस्तो लागेको छ ला भाइ लास्ट राउन्ड राइट पानी उस्तै है कलक 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 गर्ने पानी छ
searching for. When I just think I can hold it again. Oh my friend, when I हाम्रो लाभा हेरेर हामी सुटिङ गर्दैछौँ होइन एउटा सानो भिडियोको सुटिङ चल्दैछ सो त्यो भिडियो गरेपछि चाहिँ हामी यहाँदेखि निस्किने कत्रो सर भाइ सानै हो भिडियो So finally guys हाम्रो यहाँ सानो सुट सकेको छ है सानो सुट but it takes a lot of shots and takes but एकदम। I think is worthy shot टाइम होइन हाम्रो राम्रो भयो हाम्रो आज बेलुका अब मेन गोल भनेको यहाँ क्याम्पिङको गोल भनेको चाहिँ हाम्रो स्टारहरू हेर्ने आनन्दले बस्ने थियो तर एकदम चिसो चाहिँ बढिसक्यो होइन पहिलो कुरो त जाडो छ दोस्रो कुरो अब अँध्यारो हुन्छ नेटवर्क छैन होइन नेटवर्क छैन वाइफाई छैन बत्ती छैन अब जस्तो तसो हामी मिलाएर गर्नुपर्छ होइन राति पानी पऱ्यो भने चाहिँ गाडीमा बस्नुपर्ने समस्या हुनसक्छ टेन्ट हल्का महँगै पऱ्यो हामीलाई आगो बाल्न नदिँदो रहेछ क्याम्पिङ स्टप अब युज गर्ने हामी केही छैन हेरौँ न बिहान उठेर छिटो हिँड्नुपर्ने छ हामी पनि बिहान उठ्ने हिँडिहाल्ने उठ्ने हिँड्ने उठ्ने क्याम्प चाहिँ दामी सेटअप गरिरहेको छ हामीले जे होस् होइन अब चाहिँ जाने हामी गाइस यो चाहिँ सर्ट्सहरू हो गाइस हेर्न सक्नुहुन्छ एज यु क्यान सी होइन हो केटो के एक्लै बसेको छौ घर छोडेको पनि 2 वर्ष भएछ हौ घरको याद नदिल यार जति सोच्यो उति नै पीडा लाग्छ यार साँच्ची भनौँ घर छोड्दा लागेको थियो नयाँ ठाउँ नयाँ मान्छे सबै कुरा बिर्सन्छु तर याद आउने रहेछ यार केटोलाई घरको यादले मात्रै त यति सताएन होला अरू पनि केही छ जस्तो लागिरहेछ मलाई तिमीलाई थाहा छ त होला को हो कुरा के हो कुरा दिमागबाट मेटिन्छ भनेर सोचेको थियो होला मन त हो नि अड्किहाल्छ नि केटो माया गरेर के पाए त रहेछ र यार त्यही चोट त्यही पीडा त रहेछ है माया गर्ने सबैलाई भाग्य पाइँदैन नि केटो जसलाई पाइन्छ उसलाई नै थाहा हुन्छ नि उसले त छाडेर गए म त टुटे यार टुटे त उठे नि केटो के छ र उठेको छु यार तर खाली छु मनभित्र खाली छ यार खाली ठाउँ नै त हो नि नयाँ कुराले भर्ने भनेको मायाको ठाउँ मायाले नै त भरौँला नि नभए नयाँ ठाउँले भरौँला नयाँ अनुभवले भरौँला नयाँ मायाले भरौँला के छ र केटो ऊ आउँछ कि आउँदैन थाहा छैन यार तर अब म नयाँ मान्छे बन्ने प्रयास गर्छु तर के तर यदि ऊ फर्केर आयो भने म उसकै पुरानो सङ्गीत रहेन भने त्यही यस्तो कुरा नि सोच्ने हो धेरै नसोच मलाई जे हुन्छ राम्रोको लागि हुन्छ जाउँ अब राति अँध्यारो पनि हुन लागिसक्यो अब हामी जाउँ 2,000 years later. So finally guys, हामीले चाहिँ स्टोभ किन्यौँ है. At the end of the day we have to. किनकि आगो बाल्न नदिने अरे हामी नबाल्ने पनि. Let's see what happens हैन. So लाभाइले चाहिँ हाम्रो कुक, हाम्रो ड्राइभर, हाम्रो कुक, हाम्रो सबै लाको भाइ भएर बस्छ हैन. लाको will do it. भन्छ सेन्टाइजर छ कि छैन? सेन्टाइजर वाइफ सबैको त. ए लाभाइले त्यही गर्छ हैन. So हाम्रो ठाउँ एकदम राम्रो छ हैन. हो हाम्रो केन्टो उता तल छ हैन. हाम्रो सामानहरू यता छ अलिअलि. चार्जमा राख्ने कुराहरू अलिअलि चार्ज हुन्छ. अरूभन्दा पनि मेन चाहिँ खानेकुरा चाहिँ अब हामी के गर्ने हो आज गर्छौँ. पहिला चाहिँ चौचौटी उमाल्नु होला हौ. पहिला चाउचाउ उमाल्नु खानेकुरा चाहिँ चौचौटी उमाल्नु. चाउचाउ अन्डासँग उमाल्नु. हुन्छ नि गाइस ठिक छ के चाहिँ होइन. हाम्रो गाडी चाहिँ उता माथि छ. चौचाउ ल्याएर आउँदैन. गाडी चाहिँ उता माथि छ होइन. कहाँ छ सिन यहीँ छ. चौचाउ खाने अनि हामी हजुर राति हेरौँ
होपफुली पानी नपरोस् मौसम हल्का पानी पर्ने जस्तो छ होपफुली पानी नपरोस् पानी परेन भने राम्रोसँग सुताइ हुन्छ होइन भोलि बिहान 7 बजीतिर उठ्ने हामी त्यही हो 7 बजी उठ्ने 8 बजी उता लगेर स्टोभ दिने 8 बजी 8:30 बजी निस्किनुपर्छ हामी किनकि वी हेभ लङ वे टु गो एज वेल टुमोरो भोलि पनि लामो बाटो छ अब कान्छी लाभाएर पनि नपाइरहँ ल चार्ज गर्छ यार अनि हाम्रो चाहिँ अन्डा उम्लिँदैछ है गाइस अन्डा उम्लिँदैछ स्टोभमा लाभा छ हाम्रो कुक जस मिठो बनाउँछ र लाभाले सो वाट वी हेभ डिसाइडेड लाक्पा वाट वी हेभ डिसाइडेड कि यो आगो बाल्ने कि नबाल्ने आगो हामी बाल्नेछौँ गाइस होइन सो लेट्स टेक दिस स्मल रिस्क अनि मेरो फोन त अनि तिमी बाबु कता लाभाको फोन चाहिँ खसिरहेको छ भुइँमा मलाई टेन चाहिँ लास्ट राम्रो लाग्यो यार टेन त चक्किन्छ टेन चाहिँ दामी लाग्यो होइन गाइस ठिक छ अब साउन्डहरू कस्तो मिलाइन्छ सबै लेट्स सबै कस्तो राम्रै जाओस् होपफुली सबै राम्रै जाओस् अघि गएर 9% थियो त्यहाँ राखेको जसमा 12% भएछ दामी हाम्रो अब आजको दिन यस्तै हो भोलिको दिन चाहिँ भोलिको बेलुका होटेलमा बित्छ म चाहिँ अब यहाँ लेकबाट पानी ल्याउन आएको छु होइन हाम्रो एकदम नजिकै छ कि लेक क्याम्पबाट एकदमै नजिकै छ सो क्याम्पबाट एकदम नजिकै भएर चाहिँ एकदम फाइदा हुन्छ कि के फाइदा हुन्छ भने चाहिँ लेकमा सट्टा आउने पानी सानी लाग्नु मिल्छ तर चिसो छ लेकको छेउमा चिसो छ मौसम होइन ठाउँ नि चिसो छ लेस तातो भएर सुत्यौँ आज होइन लेक एकदम राम्रो छ जे होस् त्यहाँबाट चाहिँ बसिरहेको जस्तो ठाउँ चाहिँ एकदमै राम्रो हाम्रो अन्डा पाकिसकेको छ गाएछ अहिले चाहिँ केटोले के पकाउँदैछ केटो के पकाउँदैछ के पकाउँदैछ चाउचाउ बनाउँदैछ अहिले चाहिँ हामी होइन चाउचाउ बनाउँछ गाएछ है सिन चाउचाउ छ होइन पानी सानी थपेर चस्छ पिरो चाहिँ खाइँदैन टिक्काको होइन हाम्रो यहाँ अन्डा नि छ है अन्डा हामीले भर्खर यहाँ बोइल गरेर निकालेका छौँ होइन केटोले चाउचाउ बनाउँदैछ अहिले कति बजी टाइम हेर त केटो टाइम अहिले भएको छ 6:51 6:51 so 7 बजिसक्यो गाइज 7 बजिसक्यो हामी 8 बजीसम्म खानेकुरा सबै सक्छौँ 8देखि 9 9देखि 10 10 बजीसम्म चाहिँ अब यताउता गर्ने गिटार सितार बजाउँ के गर्ने गरौँ होइन किनकि गिटार पनि छ होइन गाइज गिटार पनि छ गिटारले चाहिँ नहेपाउँ होइन यत्रो गिटार लिएको छ होइन नबजाइकन बस्यो भने त ताना पाइहाल्छ नि हुन त हाम्रो दिनै भिडियो खिच्दै बित्छ ठिक छ गिटार पनि बजाउनुपर्छ एकछिन गीत गर्नुपर्छ त्यो लेककै छेउमा गएर बस्नुपर्छ होइन सबै ऱ्यापअप गरेर रमाइलो गर्नुपर्छ एकछिन ठिक छ केही छैन फाइनली गाइस हाम्रो खाजा पाकेको छ होइन लाभाले खाजा रेडी पारेको छ हेरौँ होइन लाको अहिले बनाएको खाजा हामीलाई 2-3 दिनमा राम्रो खाजा बनाएको छ बल्ल है आफैले बनाएको छ खाँदै पनि छ है 2टा अन्डा टक्क अनि के भन्छ यसलाई सिन रामेन जस्तो अझै बाँकी छ अझै मिट सिट होइन जस्तो पकाउनु बाँकी छ सुरुमेथी खाऊ होइन यो चाहिँ एपिटाइजर भनौँ न त्यही साह्रो एपिटाइजर नि हुन्छ दामी एपिटाइजर होइन यति खाउँ पहिला यो खाइसकेपछि यो चाहिँ लाभाइ लायो होइन अनि यो चाहिँ मलाई गाएछ चाहिँ मलाई तन्न पल्टेको यो चाहिँ स्टोभमा बनाइरहेको छौँ अहिलेसम्म सफा चस्स टक्क मिलाएर होइन त्यसो गाइस अब यही खाने हो रमाइलो छ जिन्दगी अनि दर्पण छाया सकेसम्म चाहिँ हामी अँधेरो हुनुभन्दा अगाडि सबै कुरो सक्छौँ सबै कुरो छिटो सक्यो भने चाहिँ आनन्द त्यसपछि तातो भएर सुत्नुपर्छ किनकि यहाँ चिसो पर्न थालिसक्यो है लेट्स होप फर द बेस्ट अझ एकछिन गिटारसित बजाएर गीत गाएर बस्नु बाँकी नै छ ठाउँ एकदम राम्रो छ तर धेरै कुराहरूको लाइक कमी छ होइन बिस्तारै पुरा गर्नुपर्छ त्यही हो यो फेरि साट्ने रे गाइस किनकि यसमा धेरै भयो अरे भाडा एउटा हातले समातेर खनाउ न छोड्यो त्यो भिडियो अब भिडियो गर
बल हाल नि केटाले जाम अब त्यो धुन जान्छु मैले तल गरेर धराउँछु भाँडा कहाँ धुने गाइस लेकमा धुने खाऊ खाऊ भयो भयो खाऊ तिमी भयो ल्याइसक्यो तिमीले मलाई त्यसले पुग्छ अझै बेगर बाँकी छ बढी नखाऊ होइन ठिकै छ गाइस चरपै हालिदियो होला नि केटाले मुखैमा भान्सीले हान्नु परेन त सर त्यस्तो कुरा नगर न अन्त पिरे हो सिन भन्ने कुरा यो चाहिँ अब केटाले पखालेर आउँछ मैले पकाएर आउँछ अनि खाने लगाएछ हामी अब चाहिँ हामी पखालेर जान्छौँ पखालेर आउँछौँ अनि खान्छौँ खाने बेला आएको नि देखाइदेऊ न देखाइदियो पोर्क स्ट्रिप है यो चाहिँ क्रिस्पी छ है मिठो मिठो बनाउँछ ल भाइले ल ल हान्दै हान्दै मुख हान्देऊ ल सिरिप्पै नुनेलो तातो मिठो मिठो है मेरो पनि छ गाइस तर मैले उता राखेको छैन नुडलसँग खानुपर्छ कि अब नुडलसँग खानुपर्छ गाइस मसला हालेर खायो तर के छ जिन्दगीमा सुर्लुप्पै है गाए सुर्लुप्पै म पनि बसेर खान्छु र गाएछ अब चाहिँ अब हामी बसेर खाउँ क्या अब चाहिँ आनन्दले बसेर खाउँ है म चाहिँ यहाँ राख्छु ल कि यहाँबाट बसौँ गाएछ यसो चाहिँ आउँदा हेरौँ है अब खाएको चाहिँ भिड त भइरहेछ नि गर्छौँ कस्तो राम्रो छ यो पोइन्टवाला रुखला त्यो पानी परेको केटो ओइ यो पानी तर्क यार नरिक्स यार नरिक्स यार म गाडी चाबी ल्याउँदा गाडी चाबी यहीँ छ त नराम्रो खोलिहाल गाडी पानी पऱ्यो गाइस पानी पऱ्यो हामी चाहिँ अहिले ट्रेनभित्र छौँ गाइस जे कुराको डर थियो त्यही भयो के होला भाइ पानी पऱ्यो गाइस ठुलो पानी परेको छ है अहिले चाहिँ हामी ट्रेनभित्र छौँ अड्केको छौँ होइन हाइट वर क्रेजी टाइम्स है मेरो त यता बाग्लोमा झर्दिएर छोड्दै अब न होइन सो पानी पऱ्यो अब हामी ट्रेनभित्र छौँ लेट्स होप ट्रेन त दियोस् ओए के हो लिक गर्छ क्या ए मेरो युजबाट चाहिँ आएछ लिक चाहिँ नहोस् होइन लेट्स होप फर द बेस्ट गाइस साइड त्यही हो बढी नपढ्दै हुन्थ्यो अलिअलि थोरै बेर यसो परेर रोक्यो भने चाहिँ ठिक छ बढी टाइम पऱ्यो भने चाहिँ तनाव लङ टाइम पऱ्यो भने चाहिँ तनाव हुन्छ गाइस डिक्कीहरू सबै लाग्छ नि हामीले मेरो One eternity later. कस्तो राम्रो सनसेट भइरहेछ गाइस है वी वर जस्ट लाइक डुइङ अरू गर्दै थियौँ त होइन
बट एट लास्ट वी केम टु द लेक टु वास सम डिसेस तर कस्तो राम्रो सनसेट भइरहेको छ ब्याकग्राउन्डमा हेरौँ है गाइस द सनसेट इज सो ब्युटिफुल कस्तो राम्रो सनसेट भइरहेको छ ओ माई गड अरूभन्दा नि द मोस्ट ब्युटिफुल पार्ट द्याट आई लाइक इज द स्टिम कमिङ आउट अफ द वाटर ओ माई गड कस्तो राम्रो यता यता कस्तो राम्रो छ कस्तो डेन्जर है ओ माई गड गाडी पनि आज हामी टेन्टमा छौँ लावा सुतिसक्यो चुरुप्पै म पनि बिस्तारामा बसिसकेँ है बिस्तारा नि के भन्नु है डेन्जर बिस्तारा खतरा छ त्यो बिस्तारा है यहाँ अब यसको सिरानी लाउनु केटा सिरानी केटालाई सिरानी होचो भएर होइन एयर म्याट्रेस होइन पातालो एयर म्याट्रेस छ क्याम्पिङको यहाँ बिचमा सबै सामान छ है गाडी साडी लकसक छ सबै होइन अब यहाँ अलिअलि अर्कै लाइट पनि छ कि यो लाइट सक्यो भने अरू लाइटहरू पनि छ चस्सा बाल्ने जस्तो होइन लेसी अब कतिसम्म गर्न सकिन्छ राम्रोसँग गरौँ होइन आजको दिन राम्रोसँग कटाऊ भोलिको दिन होटलमा बिच्छ धन्न आजको राति कटाऊ भोलिको दिन होटलमा बिच्छ त्यसपछि चाहिँ बिस्तारै बिस्तारै हेरौँ के हुन्छ होइन मेन कुरो चाहिँ नेटवर्क चल्ने ठाउँ राम्रोसँग पायो भने चाहिँ धेरै कुराहरू चेक गर्नुपर्ने थियो होइन ठिक छ आज रमाइलो भइरहेछ रमाइलो छ अब सुतौँ गाइस सुतौँ टाइम पनि भइसक्यो 9:10 भइसक्यो बिहान 7 बजी उठ्नुपर्छ अब चाहिँ सुत्दिउँ गुड नाइट गाइस